राष्ट्रिय फुल लालीगुराँस। कस्तो यो चाहिँ स्टेजको लागि रहेछ हैन बस्ने। त्यसले हामीलाई अट्याक त गर्दैन नि। ओ माई गॉड कति राम्रो हो त नि गाउँको स्कुल त। ए पहिला त यहाँ त उस्तै है के अरे पिङ थियो हैन यहाँ तिहारको दसैँको पिङ यहीँ हालिन्थ्यो हैन। यो पछि बनेको भवन हो यो 1 वर्षमा बनेको भवन। 1 वर्ष अघि यहाँ यो भवनै थिएन अहिले यति राम्रो भएछ। यति राम्रो मलाई त यो लास्टै मनपर्छ यो मनपर्छ। यो चाहिँ पुरानो भवन सबैभन्दा पुरानो भवन रहेछ क्या यो र उताको चाहिँ। अब हामी जान्छौँ कहाँ भन्दा प्लेग्राउन्ड। नगर ए मान्छेलाई लाग्ला है। बाटो चाहिँ राम्रो छैन तर स्कुल चाहिँ लास्टै राम्रो रहेछ। मङ्की कति धेरै आइरह यहाँ है। ए ल भयो छोडिदिनु आमा मलाई डर लाग्यो। ए नाइ उसलाई समाउनु। ल भाइ बाबु त्यहाँ नचल्नु मङ्की आउँछ छोरा। एकजना एकजना ल आऊ बाबु। अब बाबु आऊ बिस्तारै आऊ 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 ल आऊ ल स्लोली आऊ स्लोली। बाबाले समाइदिनु हो पैसा मात्रै तिम्रो पैसा नै स्लाइड गरे ल। ल आऊ 1 2 3 को समाइदिने हुन्छ कि बाबाले। नै साथ छोड बाबु लड्छ है। ए बाबुलाई समाइदिने फेरि। तर योहरू एकदम राम्रो के कस्तो राम्रो। ओ ल स्टुडेन्ट चाहिँ मङ्की आएछ। अहिले दसैँको टाइम भएर स्टुडेन्टहरू हुनुहुन्न है। यहाँ चाहिँ मङ्की आइरह। बाँदा चाहिँ जताततै आहा ओ यति राम्रो राम्रो गमलाहरू यहाँ राख्नु भएको रहेछ। सबै यो मङ्कीकै काम होला है। भताभुङ्ग बनाइदिए रहेछ कि। ओहो कस्तो राम्रो धानबारी हो नि त। धान हो कि कोदो हो धानबारी। कुन घरको खाना ए मकै निकालेको अघि यहाँ कोही हुनुहुन्न।
यो चाहिँ हाम्रो रसुवा धुसेनी गाउँको गाउँपालिका भवन है ओडा। खुर्सानी फले रहेछ खत्रै-सँग। यहाँ फेरि खुर्सानी रहेछ यस्तो दामीसँग फले रहेछ खुर्सानी। माछा रहेछ होइन होला? माछा छ र यहाँ? छैन होला? छैन। मङ्की आउने भएर मङ्कीले सबै खाइदिएर हाम्रो गाउँमा चाहिँ अम्बा पनि पाउँदैन। हजुरआमाले चाहिँ हामीलाई अम्बा चाहिँ लुकाइ लिएर आउनुभएको थियो। यति ठुल्ठुलो अम्बा लिएर आइदिनु थियो। तर अहिले चाहिँ छैन अम्बा नि। अब हामी घरतिर आइपुग्यौँ। यो गाउँ चाहिँ एकदमै मनपर्छ कि मलाई। लास्टै राम्रो लाग्छ हौ यो गाउँ। यहाँको गाउँ र अनि उताको अधिकारी गाउँ के भन्ने गाउँ रहेछ है। यो दुईवटा गाउँ चाहिँ लास्टै मनपर्छ कि घरहरू एकै ठाउँमा है। सेम गाउँहरूको नेचुरल टाइपको छ कि मलाई चाहिँ यस्तै मनपर्छ कि। हाम्रो चाहिँ अलि एकान्तमा छ है। यताको चाहिँ मलाई लास्टै मनपर्छ। ओ माई गड यता त डेन्जर रहेछ। मलाई चाहिँ यो गाउँ लास्टै मनपर्छ। अन्त पिङ खेल्दै हुँदो रहेछ अझ त पिङ रहेछ है। राम्रो छ। म चाहिँ पोखरा हुँदा एक दिन सपनामा मैले यो ठाउँ देखेको थिएँ। यहाँ तल हो, यहाँ पानी भर्ने ठाउँ जस्तो देखेको थिएँ। सोध्नु पर्यो बुढाले यहाँ पानी भर्ने ठाउँ छ कि छैन। मेरो चाहिँ सपना के हुन्छ भन्दाखेरि त सपनामा जे देख्यो बिपनामा नि त्यही हुन्छ कि। मैले नदेखेको ठाउँ पनि जब सपनामा देखेँ भने त्यो ठाउँमा त्यही भएको हुन्छ। मैले चाहिँ सपनामा हेरेँ चाहिँ हो यसकै आसपास मैले सपनामा पानी भर्ने ठाउँ देखेको थिएँ। सोच्छु हामी कहाँ जानुभयो, फर्किनु भएछ। म पनि फर्केँ अब है।
आमा चाहिँ खतरे चाहिँ भएन के हल्का फुल्का नै उफ्रिने हो के यसो यस साइज हुन्छ हड्डीहरू तगडा हुन्छ क्या हजुर हेर्नुहोस् है जति नाचे त्यति होइन जति नाचे त्यति गा त्यति हाँसो त्यति जिउ बढ्ने हो यात्ता परेर बसाएर बसेर काम छैन क्या यता हेर्नु यस कमेर अलिकति 5 स्टेप 10 स्टेप सिधा सिधा स्याबास यस्तो राम्रो नाच्ने मान्छे यति वर्षसम्म जुकाएर राखे है धन्यवाद पिता परमेश्वरमा यस्तो राम्रो कल्चर धेरै धन्यवाद यता हेर्नुहोस् ल
क्यामेरा चाहिँ हाम्रो बहिनी नाच्यो आमा नाच्यो सुट गऱ्यो भने केही भन्नु नाच्नु पर्छ रुमाल चाहिँ भएन गर्नै भयो रुमाली छैन खै गोजीमा त यहाँतिर चाहिँ एउटा रुमाली Michael,